गाइसहरू फाइनली गाइस मेरो छोरी 1 महिनामा नुहाउनु आँटेको छ। कति मैला आउँदो होला। यता मम्मीले चाहिँ जिउ मोल्दिन्छ। उडी उडी चुप्पा न बुढी। बुढा पाको नाटक नगर्यो के देखाउँदै के असर गरेछ गर्नु गर्नु न त जेसु उजनै कति ह्यान्डसम देख। माछा मार्न हिँडेका छौँ आज जस हन्टिङमा बल्छी हन्टिङमा। यहाँ छिमेकीको बाख्राहरू होइन कसलाई चाहिन्छ यसो किन्नु आउनु होला। सस्तो मस्तोमा 2-4 रुपियाँमा आउँछ चाहिँ। अनि यसो हिँडेको हामी होइन माछा मार्नलाई। अनि माछा मार्दै सानो काम पनि छ उता थोरै छ। त्यहाँ दाइरा म चाहिँ पुगेर आउँछौँ। छोरो चाहिँ माछा मार्दै गर्छ। छोरो चाहिँ छ उता ऊ 2टा बल्छी बोकेर। दाइ चाहिँ यहाँ रेलको धुवा उडाउँदै हिँड्नु हुन्छ। अनि टक्क जाने हो। अब भरेलाई सब्जी हुन्छ कि हुँदैन त्यही पनि गइदिएरौँ। भयो भने ठिकै छ, नभए सब्जी टक्क बनाएर खानुपर्छ केही है त। अहिले भरे भेटौँला। अहिले हामी बाटोमा छौँ होइन गाइसहरू चट्ट पारामा। भरे भोलि अब भिडियो आउँछ। लाइक एन्ड सब्सक्राइब गर्नुहोला सबैजना नयाँ हुनुहुन्छ भने। यदि चिनेको मान्छेलाई चाहिँ मिठो कमेन्ट गरिदिनु होला। साथीहरू त धेरै हुनुहुन्छ खोइ अब हेरौँ कसको अलिक मिठो कमेन्ट आउँछ साथीहरू चिनेको साथीहरूको। परो गाइज परो माछा यार। ए भटिच परो ठेक्का परेन पर्दैछ है माछा। देखाउ त कस्तो छ। बवाल छ यार। झन्नै 1 किलोको छ यार। यस्तो परो भने त आज दोहोरो सुप खाइने भयो। हाम्रो भाउजू फोनमा बोल्दैछ। साथीहरू आई लभ यु अनि के भन्नु। Moments later. टक्क घुम्न आएको छौँ 2 जना होइन। कस्तो लाग्यो त रमाइलो लाग्यो। यता हेर्नु नि एकदम रमाइलो बवाल छ। सनसेट हेर्नुहोस् हेर्नुहोस् बवाल छ होइन। यस्तो दामी यस्तो दामी छ। गाइसहरू घुम्न आऊ है बोराबान। सररररर यस्तो छ। यस्तो दामी छ। यस्तो मान्छे छ गाइसहरू।
हो र फोटो खिच्छस् यहाँ बस म खिचिदिन्छु प्लस अब जो चरा हन्टिङ अनि यो माछा हन्टिङ माछा हन्टिङ पनि हाम्रो यहाँ खोइ झोला देखा त केटा झोलामा ढुङ्गा छ टक्क होइन अनि आज ल्याएर के गर्ने अब पुरा अनि पोलपाल पार्ने माछा पायो भने चाहिँ फ्राई हान्ने हो अनि चरा पायो भने पुरा पोल होइन हामी चाहिँ अस्ति कदुम्सी भएको नि आज त्योबाट तिरसिर बोकेर जाने आज फर्ममा हामी लाग्न आँटेको गाई छौ होइन यस्तै छ अहिले भरे भेट्छौँ हामी गाइस घरै अहिले माछा यता हात हल्लाइदेख केटा बाइ बाइ गाइस ल ट्याप आयो फेरि एउटा पुठी मरो गराइ गराइ हावामा हानेर निकालेको यार अहिले त झट्टी हानेको मुला अँधेरामा परे देख्दैनौ यत्रो एक लु तिम्रो काम रहेनछ ल भिडियो गर थाहा पाइसक्यो काम रहेछ तिम्रो खै ले मै हान्छु बरु यहाँ देखाउने काम त गर न खै एउटै छैन उहाँ छ उहाँ हो ल हान त हिले टस्साएर हान है खोइ लाग्यो फेरि अझ एउटा गाइस आइसकेछ एउटा आयो हिले गरायो गरै भागो नि भएको बिस्तारी गर्न खेदा गर काम कति छिटो भयो उहाँ हो गइसक्यो यहाँ छ दुईटा छ लु अब भुपै आउनुपर्छ यो यहाँ ल्याउटा आमामा खै ल्याउटा उतै जाने चप्पल त उहीँ छिटो उतै जाने लु छिटो यहाँ ल्याउ न यार सब उम्के यहाँ देखाउ त यहाँ छैन नि क्या हामीले चाहिँ आज माल पकाडेको छौँ माल यहाँ लु कत्रो कत्रो छ यहाँ लु गाइस भर्खर गाइस देख्नुभयो तपाईँहरूले यता यता अब यहाँ हाम्रो कालो दस हुनुहुन्छ यहाँ गाइस कत्रो छ चप्ली लिन हिँडेको विशालले भेटिहाल्यो एउटा माछा अब यहाँ अरू पनि देखाइन्छ तपाईँहरूलाई अब एकछिनमा फेरि मिल्नेछौँ माछा भेट्ने बित्तिकै गाइस यहाँ हाम्रो बुबाले चाहिँ यहाँ कतिवटा गाइस दुईटा पार्नुभएको छ त्यहाँ फुपा चाहिँ हान्नुहुँदैछ खेदाउनुहुँदैछ माछालाई गाइस बाम छ अरे गाइस बाम 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 यही चाहिँ माछा चाहिँ हेर्न सक्नुहुन्छ एउटा मर्यो फुपाले एउटा मार्नुभयो हेर्न सक्नुहुन्छ गाइस यस्तो जाडोमा पानीमा छिरिराख्नु छ भर्खर दुईटा मरिरहेछ गाइस सुरुवात हो यो भर्खर सुरुवात हुँदैछ यता देखाइदेऊ गाइसलाई तिमी हान त म त जाडो भयो तिमी त हान्नु पऱ्यो गाइस ल म हान्नु